हुन्थ्यो नि मज्जासँग नयाँ दलहरुमाथि राजनीतिक प्रतिशोध साँचिन्छ। रवि लामिछाने, डाक्टर सीके, त्यस पछाडि रेशम चौधरीहरुलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ लेखा भए हुन्थ्यो, राखे भए हुन्थ्यो नीतिमा। राष्ट्रलाई दलीयकरण, व्यापक दलीयकरण गरिन्छ, संवैधानिक निकायहरु कब्जा गरिन्छ लेखा भए हुन्थ्यो। अझै खुल्लम खुल्ला राष्ट्र बैंक त हजुर कांग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखा भए हुन्थ्यो। धितोपत्र बोर्ड एमालेले लयो रे, त्यो पनि लेखा भए हुन्थ्यो। फलानु देशको राजदूत, यो दलीयकरणलाई निरन्तरता दिइन्छ लेखा भए हुन्थ्यो नि त। अझै दलीयकरणलाई तल भुइँसम्म पुर्याइन्छ। त्यहाँको स्कुलहरु, त्यहाँको कलेजहरु, त्यहाँको खानेपानीहरु आफ्ना दलका कार्यकर्तालाई अपुङ्गी त्यहाँ नेतृत्व प्रदान गरिनेछ भनेर लेखा भए हुन्थ्यो। अझै लेखा भए हुन्थ्यो यो सदनको सिर्जना मारिनेछ, यहाँ आरोप र प्रत्यारोपको बहस गराइनेछ। कतिसम्म त भन्दा रक्सी मैले चोर्या हो हैन भन्ने बहससम्म गराइन्छ भनेर लेखा भए हुन्थ्यो। निरस बनाइया छ सदनलाई, निरस छ सदन। गरेका काम त गर्ने काम र बना नीति त लेखा भए हुन्थ्यो नि। अर्को लेखा भए हुन्थ्यो अनुत्पादक क्षेत्र खोजी लगानी गरिन्छ भनेर लेखा भए हुन्थ्यो। भ्युटावर मज्जासँग बनाइन्छ भनेर लेखा भए हुन्थ्यो। अनि मैले पत्याउनु पर्ने यो अहिलेको पत्याउँदिन, छैन, निरस छ। विश्वास छैन हजुर, कसैको विश्वास छैन। छातीमा हात राखेर आफ्नो इष्टदेवतालाई सम्झेर आफूले खाएको शपथ सम्झेर पक्ष र विपक्षमा, विश्वासको पक्ष र विपक्षमा मतदान गरौँ। कसलाई सम्झेर? कुलदेवतालाई सम्झेर, इष्टदेवतालाई सम्झेर। दुईटै कहाँ आउँछ? विश्वास छैन यसमा। सम्माननीय सभामुख महोदय।